हेलो गुड मर्निङ सबैजनालाई, मेरो साथीभाइ बहिनी अङ्कल आन्टी सबैलाई। र म बिहानीको तरफमा मर्निङ टाइममा एक्सर्साइज गर्न गइरहेको छु बडीको लागि। सबसे पहिला यसै गर्नुपर्छ किनकि बेलुका सुतेकोले कम्बरहरू धेरै दुख्ने गरेको हुन्छ कामहरू गरेर हो। त्यसले गर्दाखेरि यसो गर्नुपर्छ। यसो गर्नाले पनि धेरै कम्बरको दुखेकोहरू शान्ति हुने गर्छ। त्यहाँदेखि आज चाहिँ म अर्को एक्सर्साइज चाहिँ तपाईहरुलाई के सिकाउँछु भने यो पछाडि ब्याक, यो ज्यादा कम्बर दुख्ने गर्छ सबैको हैन। यसलाई हल्का कन्ट्रोल कसरी गर्ने, कुन चाहिँ एक्सर्साइज गर्दाखेरि त्यसलाई अलिक शीतल हुन्छ, कन्ट्रोल हुन्छ भन्ने बारे लिएर त्यो कुरोको टपिकहरू लिएर म भिडियोमा उपस्थित भइरहेको छु। र म भिडियो लामो हुन्छ, धेरै बेर बोल्दिनँ हो, गरेर तपाईहरुलाई देखाइदिन्छु। सबसे पहिला यो दुईटा हात देख्नु हुँदैछ तपाईले, यसको यो फर्स्ट स्टार्ट हो, एकैचोटि सक्दैन, यसरी टक्कै पछाडि राख्यो हो, कम्बरको मुनि यसरी टक्कै राख्यो। सबसे यो कम्बरलाई चाहिँ तपाईले अगाडि बढाउनु पर्ने हुन्छ, अगाडि यसरी यसो गरे फेरि यसो गर्नुपर्ने पनि हुन्छ। यसो गर्नाले अलिक शीतल हुन्छ। फेरि पनि अगाडि बढाउनु पर्यो। यसो गर्दा धेरै शीतल हुन्छ। अनि तपाईले अर्को छ, हात यो पोजिसनमा राखेर त्यहाँदेखि यो हातलाई यस्तो राखेर तपाईले जति सक्छ यस्तो गर्न सक्नुहुनेछ। यस्तो कति मिनटसम्म राख्न सक्नुहुन्छ तपाईले हैन। यसरी खडा यसरी राखेर टक्कै स्लो मोसन यसरी धार्यो हो। त्यहाँदेखि यसरी हात मुठी पार्नुहोस्, यसरी स्ट्रेट दुईटै हात यो पोजिसनमा यसरी। त्यहाँदेखि यस्तो टिनिक्कै पार्नुहोस् है, बिस्तारी हैन है, टिनिक्कै पार्नुहोस्। फेरि मुठी पार्नुहोस्, फेरि टिनिक्कै पार्नुहोस्, फेरि मुठी पार्नुहोस्, फेरि टिनिक्कै पार्नुहोस्। त्यहाँदेखि बिस्तारी तरिकाले हात यस्तो लानुहोस्। त्यहाँदेखि चाहिँ उकालो यस्तो गरेर कति मिनटसम्म राख्न सक्छ राख्नुहोस् तपाईले। स्लोली झार्नुहोस्। त्यहाँदेखि यो खुट्टा एकदमै यसो गर्नुपर्ने हुन्छ। म चाहिँ चप्पलमा गर्छु, खास गरी हल्का स्पेस जुत्ता लगाएर गर्नुपर्छ यस्तो चाहिँ हो। उताउतै गर्नुहोस् तपाईले, दाहिने देब्रे नै यो टेक्ने फ्ल्याटलाई घुमाइदिनुहोस्।
अनि यो हाम्रो पेटको जुन चाहिँ यो जोडन मिलाएको हुन्छ ईश्वरले सृष्टिकर्ताले मिलाइदिएको हुन्छ। यसो गर्नाले धेरै जोडनमा के प्रब्लमहरू आउँदैछ भने पनि एक्सर्साइजले गर्दा सल्भ हुने गर्छ। अनि यसो गर्नुहोस् गाइस, खुट्टालाई यो पोजिसन गरिदिनुहोस्। यस्तो पोजिसन गरिदिनुहोस्। त्यहाँदेखि यस्तो खुट्टा राख्नुहोस्, यता उता फर्केको हुनुपर्छ, त्यो एकैपट्टि होइन। यसो यस्तो गरेर हात यो पोजिसनमा राख्नु पर्यो तपाईँले। यस्तो गर्नाले तपाईँहरूको कम्बरहरू पनि धेरै शीतल हुन्छ दुखेको। त्यहाँदेखि यो फिलाहरू कटकट खाने, घोडाको जोडनहरू कटकट खाने पनि धेरै शीतल भएर आउनेछ गाइस यस्तो गर्नाले। फरक पनि राख्न सक्नुहुनेछ तपाईँले खुट्टा। यसरी कति मिनटसम्म बस्न सक्नुहुनेछ। त्यहाँदेखि हल्का यसो गरिदिनुहोस्, हल्का हल्का। लौ त आजको मेरो मर्निङ टाइमको एक्सर्साइज छोटो भिडियोलाई म यहीँ समाप्त गर्दैछु है गाइस। र नमस्ते सबैजनालाई, अनि बाई बाई।